हाई एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। अनि म चाहिँ गाउँमा छु। यो चाहिँ मेरो पुरानो घर हो, एकदमै पुरानो। घरमा चाहिँ कोपा मात्रै बस्नुहुन्छ, त्यसैले कोपा जस्तै पुरानो र घर एकदमै फोहोर छ। त्यसैले म सरसफाइ गरिरहेको छु। तपाईँहरूले यसलाई चिन्नुहुन्छ भने प्लिज कमेन्ट गरिदिनु होला यो के हो भनेर। अब म चाहिँ सरसफाइ गर्न लाग्छु है त, हेर्नु होला। तपाईँहरूले यो फुललाई कसले चिन्नुहुन्छ प्लिज एकचोटि कमेन्ट गरिदिनु होला यो फुलको नाम के हो भनेर। मान्छेले भन्नुहुन्छ पाहाडमा चिसो हुन्छ भनेर, तर उत्तिकै लाग्यो मलाई तराईमा र पाहाडमा, किनभने यहाँ अनि अलरेडी गर्मी छ दिउँसो चाहिँ, तर नाइटमा त चिसो नै हुन्छ। म काम गर्दा यति थाकिसकेको छु कि हातहरू पुरा पेन भइरहेको थियो, तर पनि मलाई काम सक्नु थियो, त्यसैले म गरिरहेको छु काम। मलाई चाहिँ एकदम डर पनि लागेको थियो, किनभने यहाँ दुलोतिर सर्पा हुन्छ कि जस्तो लागेर घरिघरि मनमा लागिरहेको थियो कि सर्पा निस्क्यो भने के गर्ने होला भनेर, तर निस्केन थिएन, त्यही बेटर भयो। त्यसपछि चाहिँ पानी पर्न लाग्यो, हेर्न सक्नुहुन्छ। यो भिडियो हेरेपछि मलाई यस्तो लाग्यो कि मैले यत्रो धेरै काम गरेछु भनेर। मान्छेले त भन्नुहुन्छ काम गरेर कहिले नै सकिँदैन भनेर, मलाई भन्नुहुन्थ्यो, सुनेको थिएँ, तर साँच्चै नै हो पनि रहेछ जस्तो लाग्यो मलाई।
गर्दैमा सम्झना डाली डालीमा माया आउँछौ नि फर्केर यो जानी जान्छ रूप सम्झनीमा हेला है तिम्रो नाम लेखे जाली रुमालमै काट्दैछु दिन घनेर आउने दिनहरू भुलेर खास र दौरा गर्दैमा सम्झना मलाई कतिजनाले यो भिडियो देखेपछि मलाई चिन्नुहुनेहरूले भन्नुहुन्छ र ए तिमी हो भनेर साँच्ची नै म नै हो म नै हो अनि यहाँ चाहिँ हेर्ने मम्मी कुप्पाको प्रगति मलाई बारुराले झन्डै टोक्यो पनि यो किरालाई कुकुरले चिन्नुहुन्छ प्लिज मलाई भनिदिनु होला यस्तो डर लाग्यो मलाई यस्तो डर लाग्यो अहिले पनि लिटरली मलाई मेरो बडीमा आइरहेको जस्तो लागिरहेछ किनभने यो एकदम नै डर लाग्दो नि एकदम नै टाइपको थियो मैले त्यो किरालाई फालिदिएँ तर पनि त्यो किरा मेरै बडीमा छ जस्तो लागिरहेको थियो मलाई अझै पनि आफ्नो एकातिर हात दुखिरहेको थियो तर पनि त्यो फुल यति डह्रो काट्नै सकिरहेको थिइनँ मैले एकदम नै डह्रो किन हात मेरो अलरेडी पेन थियो नि त हेर्नुहोस् न मलाई तान्न नै यति गाह्रो तर फुल सानै थियो तर एकदमै तान्न यति डह्रो थियो मभन्दा डह्रो तर मैले बल्ल बल्ल तानिलिएँ त्यसपछि फाइनल लुक त्यहाँबाट मेरो बडीमा यस्तो चिलाउन थाल्यो किनभने अलरेडी मैले त्यो किरा भेटेको थिएँ भन्दै बाई बाई नेक्स्ट भिडियोमा भेटौँला